आमाको सपना गोपाल प्रसाद रिमालले लेखेका हुन् र यो कविता भनेको राणा शासनको अन्याय र अत्याचार विरुद्धमा लेखिएको छ। विक्रम सम्वत 1997 1997मा राणाहरूले दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई धेरै दुःख दिएर फाँसी दिए। ती निडर देशभक्तहरूले बलिदानले कवि रिमाललाई धेरै प्रभावित बनायो र उनले यो कविता लेखे। खास किन यो कविता लेखे भन्ने कुरो मैले तिमीलाई भने। र कविता के छ भन्दा कवितामा नेपाललाई आमा र नेपाली जनतालाई छोरा भनेर सम्बोधन गरिएको छ। यो कविता आमा र छोराबीचको संवादको रूपमा बनेको छ है त। अनि आमाले आफ्नो छोरालाई के भन्छन् भन्दा देशमा अहिले धेरै अन्याय र अत्याचार भइरहेको छ, यो अन्याय हटाउन र परिवर्तन ल्याउन हामी सबै अघि बढ्नुपर्छ, क्रान्ति गर्नुपर्छ, चेन्जेस गर्नुपर्छ, रिभोल्युसन ल्याउनुपर्छ भनेर भनेकी छिन्। र बिना लडाई यी सबै अन्यायबाट हट्न सकिँदैन भनेर समेत आमा भनेको कवितामा नेपाललाई आमा भनेको छ र आमाले भनेकी छिन् हैन। अब कविले के भनेका छन् भन्दा क्रान्ति पक्कै हुन्छ, त्यो बिहानको सूर्य जस्तै हो, चम्किएर आउँछ। हाम्रो घाम कसरी चम्किएर आउँछ नि हो त्यस्तै क्रान्ति पक्कै सम्भव छ, क्रान्ति हुन्छ, त्यो बिहानको सूर्य जस्तै गरेर चम्किएर आउँछ, त्यो हुरी चाहिँ बलियो भएर आउँछ र सबैले त्यसलाई पछ्याउँछन्, सबै त्यसको पछि लाग्छन् भनेर कविले भनेका छन्। आमाले आफ्नो छोरालाई अझै मोटिभेट गर्दै प्रेरित गर्दै भन्छन्, मेरो सपना तिमीले पुरा गर्नुपर्छ छोरा, तिमीले यो अन्याय र अत्याचारलाई अन्त्य गर्नुपर्छ र देशमा स्वतन्त्रता ल्याउनुपर्छ भनेर भन्छन्। यो कविताले के भन्न खोजेको हो भन्दा परिवर्तन पक्कै हुन्छ, जसरी बिहान घाम लागेपछि अँध्यारो हट्छ त्यसै गरेर अन्याय र अत्याचारको अन्त्यपछि राम्रो समय आउँछ भनेर भनिएको छ। आमाले आफ्नो छोरालाई डराउनु हुँदैन र साहसी भएर अगाडि बढ्नुपर्छ भनेर समेत प्रेरित गरेकी छिन्। र उनी भन्छन्, डरायो भने कहिले राम्रो समय आउँदैन छोरा, अन्यायको लागि कहिले नझुक, सधैँ अगाडि बढिरह भन्छन्। सारमा भन्नुपर्दा, अन्तिममा भन्नुपर्दा यो कविताले भन्न खोजेको के हो भन्दा अन्याय र अत्याचारको विरुद्ध लड्नुपर्छ, नयाँ सुरुवात गर्नुपर्छ र राम्रो भविष्य ल्याउन प्रेरित हुनुपर्छ भन्ने कुरा यस कविताले भन्न खोजेको छ। र कविले भन्न खोजेका छन् कि परिवर्तन पक्कै हुन्छ, त्यसलाई कसैले रोक्न सक्दैन भनेर कविले भनेका छन्। आमाको सपना पाठ एक यति मात्रै हो। जस्ट के भन्न खोजिएको छ भन्दा परिवर्तन आउँछ, परिवर्तन ल्याउनुपर्छ, अन्याय अत्याचार विरुद्ध बोल्नुपर्छ, लड्नुपर्छ, नयाँ सुरुवात गर्नुपर्छ र राम्रो भविष्य ल्याउनुपर्छ भनेर भनिएको छ। सिम्पल कुरा यति हो।